आज सोमबारे व्रत रहेछ। अब नामै उचे नतोक्नु होला। अब हाम्रो त व्रत होइन, भुँडीभर त हो। तर दही चाहिँ चिउरा चाहिँ खान मन लागेको। यो अब यी अर्ग्यानिक होला, लेटङबाट आएको। मेरो नातिनीले पनि गर्नुभयो। हामी चाहिँ आज भातकै साग, दही चिउरा केरा खाँदैछौँ, तरकारी लिएर। मगर फ्यामिली दुईवटा चाहिँ खान्छ होला। मगर फ्यामिलीको के को छेत्री बाहुन मात्रै खान्छौँ है, दही चिउरा। मगर फ्यामिली ब्लगमा मगरले पनि खान्छ यहाँ केरा र दही चिउरा। नपाउँदा पो रहेछ है आज त, होइन? दही ठिक छ। दिनभरि यस्तो गर्मीमा पनि दही त ठिकै छ, मिठै छ। त्यतिको बाख्रा मिठो हो। केरा फेरि कति गुलियो छ, यो कुन केरा हो? अन्त साँच्चै सुरु छ। कोला ठिक छ। फुपूलाई थ्याङ्क यू फुपू भन। आयो हिजै भन्छु म फुपूलाई भन्ने। थ्याङ्क यू ठुली छोरी। हिजो लोकल कुखुरा मासु पनि 2 छ्याकै जस्तो खाइयो। अहिले बिहान पनि बेलुका नसकिएर अहिले यही कोलाले गर्दा भने दही चिउरा खान मन गरेको। यो केरा खाइसक्यो भने भोलि पनि दही चिउरा केरा नै खाने थियो। बिहान चाहिँ हुँदैन। अलिकति ल्याऊ। नानी पनि चिउरा खानु होला। नानी पनि खानेको छु। तिमीलाई पनि राख है छु लुगा भयो तिमीलाई अहिले भयो। भुँडी दुख्छ फेरि धेरै, त्यतिमा त खाइहाल्यो तर खाने होइन। भुँडी दुख्छ त्यो खास गरी चाहिँ हातैले मस्नुपर्ने क्या। हातले मसेर अनि यसले चाहिँ चट्ट खान थाल्यो। म मुछिदिउँ मुछिदिउँ। मान्छे अनुसारको थाल पनि डरै मेरो बिरामी राखिएको छ। दही पनि चिउरा पनि थालभरि।
आएन अलिकति यसो तिमीले नदेखिकन सुटक्क यता भयो नि यहीँबाट होइन म त पाउनु भएन नि क्या हो होइन अहिले त्यहाँ जता भएन 5 मिनट कोरोना बढी त पुग्दैन यो चिनी चम्चा है चम्चा रे चम्चा चिनी चम्चा है क्या चिनी चम्पा त अनि होला त्यस्तै गुलियो छ जाजी भनेको चाहिँ होइन नि म चाहिँ पहिले जाजी यस्तो हुन्छ भनेको जाजी भनेको चाहिँ अस्ति बुढीले भन्थ्यो नि त्यो हो त्यसलाई भन्नु त्यो चाहिँ बिमारीहरू सबैले खानुहुन्छ नि त्यो त्यो त सानो बोटमा पाउँछ नि सबैले हुँदैन मार्फोन पनि हुँदैन यो चिनी चम्पा हो डक्टरले नै मना गर्छ त्यो जाजी भनेको अलिक सानो अनि अलिक होइन लामो। लामो हरियोमै पाक्छ नि यस्तो पहेँलो हुँदैन जाजी एकचोटि मैले दिनु भएको त्यो चाहिँ हरियोमै पाक्छ त्यो चाहिँ एकाइमै खाँदा पनि अमन गराउँदैन यो केराहरू भनौँ तर जति पकाएको त्यति खाँचिने पनि टेस्ट हुँदो रहेछ अलग अलग यो अब धुसुरे हुन्छ नि ठुलो त्यसको फाल्टे टेस्ट हुन्छ अब यसको फाल्टे त जाजीको फाल्टे कठिया केराको फाल्टे हुन्छ जस्तो केराको भित्र दाना हुन्छ नि यसो सानो सानो वाला। कठिया केरा मलाई पनि सबभन्दा बेस्ट त लागेन मलाई तर दाना हुन्छ त्यो साह्रै स्वादिलो क्या गुलियो अर्कै खालको मिठो क्या त्यो टोइलेट बस्न पनि सकिँदैन हो नानीहरू धेरै खायो भने गाह्रो हुन्छ केरामा दिएको स्वादिष्ट उठ्यो अरे नि त त्यो केरा राम्रो दाम मिठो अरे हो जस्तो लाग्यो टेस्ट कस्तो दामी तर दाना हुन्छ र कतिले मन पराउँदैन मलाई चाहिँ जति खाँदै जाऊ उति मिठो हुन्छ कतिले खान्छ अनि त्यो दानालाई खान्छ। कतै अँठे केरा भन्छ कतै जङ्गली केरा भन्छ साह्रै स्वाद भयो नि गर्मीमा दाल उयो तिमीलाई म त पुग्यो केही अघि त्यो के के खान्छ होइन तिमीलाई दही अलिक उयो होइन साह्रै स्वाद भयो फर्सीको उतार अहिले यो खान्छ म त यता साइडमा छु देखिन होला दही चिउरा केरा अब चाहिँ हामीले अब थोरै खानेसँग मिल्दैन बिस्तारै खाने हो तरकारी चाहिँ कोही बेला कम्ती यो त उयो हो चिनी चम्पै रहेछ कस्तो गुलियो चिनी नै हाले जतिकै क्या यसमा चाहिँ हुन्छ क्या त्यही भएर चिनी चम्पा भने यो अघि यहाँ दाजु पनि खाना मिठो चाहिँ हुन्छ त्यो हरियोवाला खाना चाहिँ नि चम्चीले नि खटाइ खटाइ खानु तर सजिलो भनेर चाहिँ अनि यहाँ नमुछेको तर हातले चाहिँ मुछेर हात धोएर चम्चीले खानुपर्ने रहेछ अब केरा छ अझै भोलि गर्मी भयो भने फेरि चिउरा छ खालि
निकाल्नुपर्छ है। एकछिन सुतिहाल्नु हुँदैन एउटा यस्तो सुतिहाल्नु हुँदैन टाइट गरेको होइन यसैले डाइटिङ गर्नु भने बुवासँग गई गरेर ल्याएर टन्नै भइयो तर मुख चाहिँ अझै हराएन भुँडी अस्पट भइछ साँच्चै हाम्रो चाहिँ अब सबै खत्तम भयो अब चाहिँ अन्त चाहिँ अब कति छैन मैले गर्मीमा हामीले चाहिँ आज चिसो चिसो खाना बनाएनौँ होइन त छोरी के सक्यो सक्यो हाम्रो खाना चाहिँ आजको यही हो हाम्रो भिडियो पनि अब सक्यो बाई 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 यो आफ्नो